ल मैले हजुरहरुको लागि एउटा आईओई को क्वेशन लिएर आएको छु। If two conductors of conductivity 2k and 3k and length 3l and 5l of same area are connected respectively, then their effective conductivity will be भनेको छ। जस्तै एउटा दुईटा कन्डक्टर भयो, एउटा कन्डक्टर यहाँ छ, एउटा कन्डक्टर यो भयो अनि अर्को कन्डक्टर अलि लामो कन्डक्टर तर सेम एरिया भएको छ भने यिनी दुईटाको इफेक्टिभ कन्डक्टिभिटी कति होला भनेको छ। एउटाको कन्डक्टिभिटी 2k छ, अर्को कन्डक्टिभिटी 3k छ, लेन्थ पनि फरक छ 3l 5l तर एरिया सेम छ भने इफेक्टिभ कन्डक्टिभिटी कति होला भनेर भनेको छ। एउटा फर्मुला छ, दुईटा यदि कन्डक्टरहरु L1 र L2 लेन्थ भएका सिरिजमा यसरी जोडिएको छ भने यसको इफेक्टिभ कन्डक्टिभिटी निकाल्ने फर्मुला यो रहेको छ, L1 + L2 यानी कि टोटल लेन्थ डिवाइड बाइ L1/K1 + L2/K2। अब भ्यालु राख्दिम, L1 को ठाउँमा 3l + 5l 8l + L1 यो बुझिहाल्नु भयो। अनि इफेक्टिभ k को भ्यालु लास्टमा आयो 48k/19। ल हजुरहरुले बुझ्नु भयो होला।